म आज हजुरहरूलाई चिकनको अचारको रेसिपी सेयर गर्न गइरहेको छु। पहिला चिकनलाई पिस पिस पार्नुपर्छ अनि यसमा स्वादअनुसार नुन, बेसार र भिनेगर लगाएर यसलाई राम्रोसित मिक्स गर्नुपर्छ। अन्त यो राम्रोसित मिक्स भइसकेपछि यसलाई 10 मिनेटको लागि डिप फ्रिजमा राख्नुपर्छ। 10 मिनेट भइसकेको छ र मैले यसलाई फ्रिजबाट निकाले। अब यसलाई डिप फ्राई गर्नुपर्छ। हामीले चाहिँ यसलाई आज अर्ग्यानिक प्रकारले दाउराको चुल्हामा तयार गरिरहेका छौं। चिकन फ्राई हुँदैछ। आधा फ्राई भइसक्यो, आधा फ्राई हुँदैछ र अब म चाहिने सामग्रीहरू तयार गरिरहेको छु। यसमा तिल लगाउनुपर्छ अनि हल्कासँग कुचाएको लसुन। सबै चिकन फ्राई भइसकेपछि मैले यसलाई एउटा बोलमा लिएको छु। यसमा मैले तिल लगाए अनि त्यसपछि यसमा मैले कुचाएको लसुन पनि लगाए। यसमा चाहिँ पेस्ट भन्दाखेरि चाहिँ हल्का कुचाएको राम्रो हुन्छ अनि स्वाद अनुसार धुलो खोर्सानी पनि लगाए अनि अजिनामोटो लगाए। मैले यसमा भिनेगर पनि लगाएको छु। तपाईहरुलाई अझ अमिलो मन पर्छ भने यसमा निम्बु लगाउँदाखेरि अझै राम्रो हुन्छ। हामीसँग निम्बु थिएन, त्यही भएर मैले भिनेगर अलिक बेसी मात्रामा लगाएको छु अनि यसलाई राम्रोसित हातले मिक्स गर्नुपर्छ। यसलाई चम्चाले भन्दाखेरि हातले नै राम्रोसित मिक्स गर्नुभयो भने हामीले जुन लगाएको सामग्रीहरू भित्रसम्म पस्छ अनि यसको टेस्ट राम्रो हुन्छ। यदि तपाईहरुले चम्चाले मिक्स गर्नुभयो भने यसको त्यस्तो टेस्ट हुँदैन। त्यही भएर यसलाई हातले नै मिक्स गर्नुपर्ने हुन्छ। मैले यसमा नुन पहिला नै फ्राई गर्नुभन्दा अगाडि लगाएको थिएँ। त्यसैले तपाईहरुले आफ्नो स्वाद अनुसार नुन थप्न सक्नुहुनेछ। नुन थप्नुभयो भने फेरि यसलाई राम्रोसित मिक्स गर्नुपर्छ। यसलाई जति राम्रोसँग मिक्स गर्यो त्यसको टेस्ट त्यति नै राम्रो हुन्छ। तपाईहरुलाई मैले बनाएको मासुको अचारको रेसिपी मन पर्यो भने मेरो च्यानललाई लाइक, शेयर अनि सब्स्क्राइब गरिदिनु होला।